हाम्रा बालबालिका जिद्दी छन्। कहिले चकलेट नपाउँदा भैँमा लम्पसार पर्छन्, कहिले मोबाइल खोज्दा रिसाएर बोल्नै चाड्छन्, कहिले नुहाउन भन्यो धेरै हल्ला गर्छन्, घरै हल्लाउँछन्, कहिले पढ न नानी बाबुहरू भन्यो किताब फ्याँक्छन्। यी सबै के हुन्? यी जिद्दी हुन्। जिद्दी हुनु समस्या भने होइन। हामी धेरै अभिभावकहरू, हाम्रा नानी बाबुहरू जिद्दी भए भनेर तनावमा छौँ। यो जिद्दी होइन, यो त उनीहरूको सन्देश हो, मलाई बुझ, मलाई सुन भन्ने कुरा हो। यो चाहिँ बाल मनका चिच्याहाटहरू हुन् र हामीले त्यो चिच्याहाट नबुझ्दाखेरि उनीहरूले जिद्दी गरिराखेका छन्। समस्या उनीहरूमा होइन, हामीमा छ। यति कुराहरू बुझ्यौँ भने उनीहरूलाई जिद्दी हुनबाट हामी रोक्न सक्छौँ। अब जिद्दी हुनु भनेको के हो त? जिद्दी भन्नाले बच्चाले आफ्ना कुरा जबरजस्ती मनाउने बानी हो। भनेपछि गरेरै छोडाउने बानी नै सामान्यतया जिद्दी हो। चाहे त्यो गलत कुरा होस्, चाहे त्यो अरूको मन दुखोस्, उनीहरूलाई मतलब छैन। उनीहरू भन्छन् मलाई अहिले नै चाहिन्छ। तर भित्रभित्र उनीहरू भन्न खोजिरहेका हुन्छन् म अलिकति माया खोज्दैछु र अलिकति ध्यान पनि। र यो दुईटा कुरामा हामीले ध्यान दियौँ भने तपाईहरूको बच्चाको जिद्दीपन स्वाट्टै घटेर जान्छ। हराउन त पुरै हराउँदैन, अलिअलि त चाहिन्छ पनि जिद्दीपन, तर यो चाहिँ धेरै हटाउन सकिन्छ। र जिद्दीपन हटाउन के गर्ने त? नम्बर 1, शान्त रहनुहोस्। बच्चा जिद्दी भयो भनेर हामी झन् चिच्यायौँ भने आगोमा घिउ थपिन्छ। शान्त भएर सोध्नुहोस्, के भयो बाबु, के भयो नानी, किन रिसायो? नम्बर 1। नम्बर 2, विकल्प दिनुहोस्। तिमी राति 8 बजे नुहाउँछौ कि बिहान 8:30 बजे? विकल्प भयो नि त यो भएपछि त। अनि हामी भन्छौँ तँ यतिखेरै गर, उतिखेरै गर, अहिले गर, गरिहाल। त्यो होइन, उनीहरूलाई सोच्ने टाइम दिनु पर्यो, विकल्पहरू दिनु पर्यो र उनीहरूलाई निर्णय गर्ने समय दिनु पर्यो। र निर्णय गर्ने समय नदिँदाखेरि उनीहरू चाहिँ जिद्दी हुन्छन्। तेस्रो हो साथी बन्नुहोस्। हामी सँगै भाँडा माझौँ है भन्नुहोस्। काममा साथ दिँदा बच्चाले जिम्मेवारी सिक्छ। 4, उनीहरूको राम्रो व्यवहारको खुलेर प्रशंसा गर्नुहोस्। तिमीले आज धेरै राम्रो काम गरेका छौ, तिमी धेरै समझदार बन्यौ आज, म चाहिँ तिमीप्रति गर्व गर्छु। पोजिटिभ कुरा गरौँ न। हामी गरेनस्, तैँले यो भएन, ऊ भएन भनेर हामी कचकच गर्नुभन्दा बाहेक हामीले जानेकै छैन। अनि कसरी हुन्छ त? र अर्को 5औं नम्बर हो माया दिनुहोस्, समय दिनुहोस्। बच्चाले माया पाएन भने ऊ जिद्दी भएर माया खोज्छ। दिनको केही समय उसैका लागि छुट्याउनुहोस्। बोल्ने समय छुट्याउनुहोस्, खेल्ने समय, हाँस्ने समय, अनेक समयहरू चाहिँ तपाईहरूले दिनौँ छुट्याउनु पर्ने हुन्छ। र कयौँ कुराहरू यो असम्भव पनि होला कति अभिभावकको केसमा। यदि असम्भव छ र असम्भव भएर चाहिँ जिद्दी भएको हो भने त अब यसमा केही लागेन। यदि बुवा आमाहरू सँगै हुनुहुन्छ, अभिभावकहरू सँगै हुनुहुन्छ भनेदेखि यो चाहिँ तपाईँलाई यो टिप्स काम लाग्छ। जिद्दी बालबालिकालाई सुधार्न सजाय होइन, समझदारी चाहिन्छ। बच्चाको जिद्दी उसको मनको चिच्याहट हो। त्यो सुन्ने काम, त्यो सुन्ने कान हामीले बनाउनै पर्छ
नत्र भने सम्भव छैन। र मैले चाहिँ यो समस्याका श्रृङ्खलामाथि लगातार कुरा गरिराखेको छु। हिजो अर्को अङ्कमा मैले हामीले भनेका किन मान्दैनन् हाम्रा छोराछोरी र मान्ने बनाउन के गर्ने भनेर हिजो मैले कुरा गरेको थिएँ। आज मैले जिद्दी बालबालिकालाई कसरी चाहिँ हामीले सही बाटोमा ल्याउने भनेर यो भिडियो बनाएँ र यस्तै समस्यामाथि म निरन्तर केही अङ्क भिडियोहरू बनाउने छु। त्यसपछि म अरू विषयमा यो लाग्नेछु। मलाई विश्वास छ तपाईँहरूलाई यो भिडियो पक्कै फलदायी छ, पक्कै पनि हुन्छ। हामी धेरैजना हामी सुध्रिन चाहन्छौँ, हामी सुधार्न चाहन्छौँ, तर हामीलाई धेरैलाई आइडियाहरू छैन र त्यो मैले त्यही अनुभव गरेर किताब लेखेको हुँ, त्यही अनुभूति गरेर यो किताब लेखेको हुँ। यस्ता किताबहरू मेरो सिरिजमा छ, फेरि पनि आउँदैछ र यो तपाईँहरूको लागि चाहिँ यो पक्कै पनि लाभदायक हुन्छ। हामीलाई बालबालिकाले समस्या नै बनाएका छन्, त्यो चाहिँ कारण चाहिँ हामीले नबुझेर हो। त्यो कारण बुझ्यौँ भने उनीहरू समस्या होइनन्, समाधान हुन्। उनीहरू हाम्रा घरका रमाइला पात्र हुन्, उनीहरू हाम्रा घरका एकदम आनन्द दिने पात्र हुन्, हाम्रा घरका ती ईश्वर हुन्, हाम्रा घरका शान्ति क्षेत्र हुन्। त्यो शान्ति क्षेत्रलाई राम्रोसँग चलाउन जान्यो भने यो वरदान हो, अभिशाप होइन। हामीलाई असल सन्तान बनाउनै छ। असल सन्तान समाजलाई चाहिएको छ, असल सन्तान देशलाई चाहिएको छ भनेदेखि हामी त्यो बाटोमा किन नजाने। हाम्रो सानो प्रयासले पनि ठुलो परिणामहरू चाहिँ दिन सक्छ भन्ने विश्वासले तपाईँहरूको बिचमा म आएको हुँ, आइरहन्छु। र यो मेरो भिडियोहरू सुनेर यसलाई सेयर गरेर रिपोस्ट गरेर अरू साथीहरूलाई पनि सुनाएर एउटा अभियानमा सहभागी बनौँ। हस्, धन्यवाद, नमस्कार।